अब यहाँदेखि फेरि सुरु भयो यस्तो बाटो छ। अब यो ढुङ्गाबाट चिप्लियो भने कहाँ पुग्छ मान्छे थाहा पत्तो हुँदैन। यस्तो छ बाटो। यो चाहिँ पहिरोले गर्दा घरहरू ड्यामेज भएर सबै खिड्की चौकट पल्लाहरू चाहिँ खोलिसकेको छ। यस्तो छ बाटो। यस्तो छ है बाटो चाहिँ। अब बाटो चाहिँ यहाँ खिड्की देखियो। यस्तो छ। यो चाहिँ पहिलेको पुरानो बाटो हो। रिच्चु बजार चाहिँ यो। रिच्चु बजार चाहिँ यो हो पहिले। यो चाहिँ रिच्चु हो। अब माथि पहिरो हो सबै। अब त पहिरोबाट हिँड्नुपर्छ। यो माथिको पहिरोबाट हिँड्नुपर्छ खास चाहिँ। अस्ति हामी त्यहाँबाट हिँड्थ्यो। अहिले चाहिँ बाटो छैन, त्यहाँबाट ड्यामेज भयो बाटो सबै। रेल खोलाले बाटो सबै लग्यो। यो चाहिँ पहिलेको हाइवे हो रिच्चु आउने। अहिले चाहिँ अब यो बाटो चाहिँ बन्द भएको छ पुरै। छैन, यता पारिपट्टि छ, वारिपट्टि छ, बिचमा छैन बाटो। अब यता नयाँ बाटो खोलेको मान्छे हिँड्नुलाई। यस्तोबाट हिँड्नुपर्छ। यस्तो छ। यस्तो ढाडहरू छ, ढाड। यस्तो छ है बाटो चाहिँ अहिले। यस्तो छ बाटो। यस्तो छ बाटोहरू त्यहाँ। बाटो चाहिँ पुरै अप्ठ्यारो छ हिँड्नुलाई।
यस्तो छ है बाटो चाहिँ। बाटो सजिलो छ भनेर नसोचे पनि हुन्छ। अब यहाँ एउटा सरप्राइज छ। सरप्राइज चाहिँ के भने यो हो, यो पनि मेन रोड हो। त्यो गाडीको माथिबाट मेन रोड हो, नयाँ गाडी हो यो चाहिँ। किनेकै 1-2 महिनामा गाडीलाई यसरी खोलेर माथि निकाल्नु पर्यो। स्क्रपले लग्यो, केही नभएको गाडी, इन्जिनहरू निकालेर सबै लगिसक्यो। अब खपेटो मात्रै बाँकी छ त्यहाँ। यस्तो छ बाटोघाटो अहिले। यो चाहिँ जब कार्डले बनाएको सिँढी हो, तर सबै भत्किसकेको छ। ठाउँ ठाउँमा मात्रै छ अलिअलि। यस्तो छ सिँढी। सिँढी खतरा छ, भत्केर खत्तम भएको छ। यो घाँस चाहिँ कति मजाको छ, ड्याम्मै छ घाँस। घाँसै घाँस ड्याम्मै। अब यो चाहिँ के हो भन्नु होला। यो चाहिँ मङ्गानदेखि टुङ जाने हाइवे रोड हो। यहाँबाट टुङ जान्थ्यो तर छैन, यति बिचमा यति बाटो मात्रै छ। यहाँ बोर्ड पनि लेखिरहेको छ। यो हो बाटो, यस्तो छ पहिलेको बाटो। यो पहिलेको यो हो, अहिलेको माथि छ। यो बिचमा छ अहिलेको। अहिले सबभन्दा माथि हो, वहाँ टपमा छ। यो चाहिँ पुल, पहिलेको ब्रिज, वा ब्रिज भत्केर चाहिँ प्लेट लानलाई खोल्दै थियो। त्यही पनि अब मान्छे हिँड्नुहुन्छ भनेर चाहिँ खोल्नलाई बन्द गरेको छ। अहिले यति चाहिँ खोलिसकेको छ। यो रेल खोला अहिले पनि यस्तो छ। रेल खोला यति गभर्मेन्ट चाहिँ माथि झर्ना रेल खोला।